बाटो आइरहेको छौँ र यो चाहिँ अब अलिक छिटो हुन्छ भने यो बाटो जान लाग्ने चाहिँ यो बाटो छिटो भोल्टा अनि भोल्टा बाटोको चाहिँ हो हाल्नु आएको सजिलो भोल्टा बाटोको अलिक भन्छु तर अलिक मलाई डर लाग्छ यसको लगाएर डरै लाग्छ बाटो यस्तै छ सिधै त होला अहिले बाटो पनि र पहिला हामी जाँदा चाहिँ यो बाटो चाहिँ क्या घाउ पनि पर्छ अलिकति अलिकति चाहिँ पहिला पनि पहिला नै एकचोटि गएको तर त्यतिखेर चाहिँ केटाहरूको बोल्नु कुन बाटो गयो बिर्सिहाल्यो मध्य नेपालमा कर्पुटारमा हार्दिक स्वागत गर्नु कर्पुटार फाइनली कर्पुटारको पनि यो रामबजार भन्ने ठाउँ रहेछ आउँदा हामी चाहिँ त्यो उसमा चाहिँ शिवरात्रिमा चाहिँ एकदम ठुलो मेला लाग्दैछ अनि त्यतिखेर चाहिँ हामी यो बाटो होइन अलि अगाडि बाटो हो क्या त्यो मेला लागेको थियो अनि मेलामा यसो घुमघाम गरेर फर्किने अरू त अब के भन्यो तपाईँहरूलाई चाहिँ देखिरहनु पर्छ सोध्नु पर्दा अब हो यो बाटो अब मिलिदम खोला अरे खोला डेन्जर बढ्यो त हौ खोला चाहिँ भयङ्कर बढ्यो अहिले त के गर्नु है कमाइन्छ छैन पर्नु लाग्छ अहिले त त्यस्तै हो कमाइन्छ छैन अहिले कमाइ छैन है कमाइ छैन सिर्फ घुमेको मात्र अब कमाइ पनि बचाउन सकिरहेको छैन अब नेपालमा थाहा छँदैन नेपालमा त कमाइ हुँदै हुन्छ क्या नेपालमा कमाइ भए पनि लाख हुनुपर्छ कि बचाउनको लागि सेभिङको लागि
त्यही पनि गाह्रै पर्छ क्या। अब हामी जस्तो अब चाहिँ 25-26 हजार नानीहरूलाई चाहिँ कहाँनिर सक्दैन नि हाम्रो बजेटले धान्नै सक्दैन नि। अब यो त अब मैले रिसेन्टली अब गरेको मात्र हो होइन, सानोतिनो भ्लगहरू हाल्दा हुन्छु, त्यही भएर मात्र हो। भोलिसम्मको चाहिँ तपाईँहरू भिडियोमा पुरा देखाउनेछु। त्यही हो धारापानी भन्ने बोल रहेछ। अनि यो ठुलो चौतारो पहिलेको चौतारो ओहो टेक गर्दाखेरि जबरजस्त मलाई त्यो चाहिँ थाहा होइन, कमेन्ट हाल्नु होला। सो फाइनली भोरले रात अङ्कल लाग्यो तर अलिकति हल्का भन्दै हुनुहुन्छ क्या त्यतिर अङ्कलहरू। जहाँसम्म लाग्छ मलाई चाहिँ भोरले टायर चाहिँ भोर टायर हुँदै जान्थ्यो के अरे होइन। सोधौँ न है। आजको टार्गेट चाहिँ घलेगाउँ, धेरै टाढो छैन घलेगाउँ चाहिँ। सो इन्जोय गर्दैछु र रमाइलो पनि लागिरहेको छ अहिले चाहिँ एक हिसाबले, किनकि धेरै समय पश्चात घुम्न आएको पनि हो। यता कताबाट चाहिँ यो बाटो चाहिँ हाम्रो विवेक दाईको घर जान्छ यो बाटो चाहिँ। अनि पुकारको पनि घर यतै थियो यार, पुकारको नि घर थियो यतै। पुकार दोस्त विवेक दाई, रोहन दाई कहाँ हो? रोहन दाई बरु रोहन दाईलाई फोन हालिदिन आउँछ होला यार। रोहन दाई घर पनि यतै हो। यो राम्रो रहेछ यताको बाटो चाहिँ। यताको बाटो त यस्तै रहेछ यार, गाडीहरू यहीँबाट लाग्ने रहेछ। अनि आज चाहिँ पुग्यो भनौँ। यो चाहिँ लमजुङको ओ यार कहाँबाट हुनु जाने बेसी सर। बेसी सर जाने बाटो चाहिँ यो भने खास के हो सुन्दर गाउँ घलेगाउँ। ओहो ल यता घलेगाउँ जाने बाटो, घलेगाउँ जाने बाटो यही हो सर, यही बाटो है। अहिले चाहिँ म घलेगाउँ जाँदैछु है गाइजहरू, मजा पनि आइरहेको छ। अनि धेरै समय ज्यादै। अनि हाम्रो विवेक दाईको घर पनि यतै हो, उहाँ चाहिँ हाम्रो बारेड हो। अनि रोहन दाईको घर पनि यतै हो फेरि है। रोहन दाई र विवेक दाईको घर यतै हो। अब पस्नु हुन्थ्यो फेरि उहाँ फेरि पारि जानुपर्छ कि, अनि त्यही अनि म चाहिँ पसिनँ सरी दाईहरू। तर बिर्सेको उहाँहरूको घर चाहिँ, तर ठाउँ चाहिँ यति हो कि एउटै हो तर बगाला घर फेरि उहाँहरूको एकदम पिस छ क्या ठाउँमा क्या उहाँको घरहरू चाहिँ। ललित दाईको घर त कहाँनिर, ललित दाईको घर पनि होला सायद यार। हल्का अलिक
बन्दै अरे कि यहाँनिर अनि बाटोहरू खराब छ यहाँ ओहो अफरोड है सानो जेसिबीहरू पिक गर्छ यस्तो बाटोहरू यो अलिकति यस्तो चिप्लिने बाटोतिर तर एफआईको फेरि एबिएसको फेरि छ ग्रिप हालिदिन्छ त्यो बाटो क्या हो कति गएर है बाटो दाइ गइरह बाटो चाहिँ गइरह अरे एकदमै जानु पाउँदैन क्या यार दाइ हेलो दाइ डुब्छ जान्छ जुत्ता त फेरि पुरै भिज्छ भने रिक्स चाहिँ नलिगम है गाइज यो चाहिँ ठ्याक्क विवेक दाइहरूको यो माछा मार्ने हन्टिङ स्पोट हो चाहिँ अब म यस्तो भनेर आएको छु कि बाटो नयाँ एनएस गइदियो खतरा हो कि यहाँको बाटो सो अहिले चाहिँ यो बाटो चाहिँ हामी क्रस भयो है यो विवेक दाइहरूको घरको बाटो हो यो चाहिँ विवेक गुरुङ हो विवेक दाइको बाटो क्रस भयो खुसी लाग्यो यो बाटो चाहिँ अलि कस्तो रहेछ क्या गएर रहेछ क्या हेर्न म्याथले डुबाएको साला
डुबाइहाल्यो अब के भन्नु डुबायो नि यार ल्याम्मै डुबेन त दाइ अर्को बाटो छैन है अर्को बाटो छैन है अर्को बाटो त छैन है म उता घलेगाउँ पहिला नि एकचोटि आएको कि म यहाँ अर्को बाटो पनि छ है खोला तर्नुपर्छ ए हजुर कहाँनिर दाइ हजुर यहाँ विवेकलाई चिन्नुहुन्छ चिनेको नै यो भोलडालको हामी उसको के विवेक गुरुङ पोखरामा बस्छ नि चिन्नुहुन्छ होला देख्नु चिन्नुहुन्छ यहीँको के उनी ले भनौँ यस्तो बाटो नि म त एकछिन त म गयो भने क्या गाडी हाल्दा त्यस्तो भनेर चाहिँ कस्तो चिसो त्यो भाइब आइरहेको यार कस्तो त्यहाँ आमा कत्रो खोला हुन्छ नि त्यो है त्यो टिप्पर र उसलाई पनि बोलेरो अनि स्कर्पियो यिनीहरूलाई नि एकदम गाह्रो भइरहेको थियो कि त्यहाँनिर के त्यहाँनिर पहिला आउँदा चाहिँ त्यस्तो उस थिएन मतलब बाटो त्यहाँ राम्रो थियो कि अनि बाइक जान्छ जस्तो लागिरहेको थियो सुरुमा तर एनएस हो यार 200 हो यार ब्रेक हालेर आइदियो बेङ्गर उस भइरहेको सुरुमा त अड्केला जस्तो हो कि अनि 1 गियर हानेर लिक पेल्देको त डेन्जर खसिरहेको क्या बाटो चाहिँ बवाल हो क्या यतातिर घर बनाइदियो बाटो चाहिँ यो राम्रो हुन्छ उता रोल्दै घरतिर बुढो के गर्दै बसिहाल्यो बुढो कल हाल्नु त्यो तर फर्किँदैन कल हाल्नु होला आज के भइदिनु न हो भन ओहो सेल्फी डाँडा अरे यसलाई चाहिँ यो चाहिँ सेल्फी डाँडा रहेछ यो चाहिँ तर एक कल चाहिँ हान्नै पर्छ होला यार सायद सरी यार रोहन दाइ अहिले चाहिँ म अलिक हतारमै छु यार मलाई धेरै माथि जानु छ सर भन्दा धेरै यात्रा
बारमा अलिकति हात काटी गएर बाटो बनिरहेको छ। ल चाहिँ गाइस अब अलिकति अब उसमा आइसकेपछि बल्ल भिडियो बनाउँछौँ है। अनि यो अर्को भिडियो यो चाहिँ बाटो बाटो बन्दैन, बाटो त बन्दै हो क्या हो। गाइजहरू के हो उता बाटो हो यो बाटो हो है। ए बाटो चाहिँ होइन रहेछ त्यो चाहिँ, बाटो चाहिँ पहिरो गएको रहेछ। सो यस कारणले गर्दा चाहिँ यो बाटो होइन। त्यही अब यो बाटो जान्छ, यो बाटो है त अफरोड। बाटो पनि दुईवटा रहेछ। अफरोडै अफरोड छ त यार। यही अफरोड भयो कि होइन, हान्न पनि मिल्छ हानिन्छ बाइकले, तर बाइकमा अलिकति पर्छ। होइन त बाइकलाई प्रेसर पर्नु भएन क्या, बाइकलाई प्रेसर पऱ्यो भने अब रहेछ क्या। त्यो बाटो चाहिँ लास्टै पहिरो गएको रहेछ। त्यो बाटो किन हो भन्दाखेरि चाहिँ अब हेर्नु पहिरो हेर्नु न, पहिरो त्यस्तो भएन। बाटो त राम्रो रहेछ नि ओइ, बाटो राम्रो त पहिरो गएको रहेछ। मलाई लाग्छ त्यो बाटो चाहिँ होइन जस्तो लाग्यो। होइन होला यार, कन्फ्युजन छ यार। त बाटो कहाँ आएछ यस्तै हो फेरि, पहिला तल पुगेर यो घले गाउँ जाने बाटो यही हो। घले गाउँ यही बाटो है। ए हुन्छ हुन्छ धन्यवाद। म पोखराबाट। कहाँ हुनु यो त्यति डुबेर बाइक, घोडाभन्दा त माथि नै हो। पानी अलि सङ्लो जस्तो हो। सो बाटो चाहिँ यो रहेछ। धन्य म रङ बाटो भइदियो क्या, पहिरो धेरै ठुलो गएको रहेछ नि त, अनि त्यही भएर नि हो रहेछ कि हामीतिर अब
यस्तो पहिरो हेर्नु नि तपाईँहरू अब पुरै पहिरो गयो अनि पन्चाउँदा त्यो त त्यति टाइम लाग्छ यार यत्रो ठुलो पहिरो गएर चाहिँ बाटो चाहिँ जे होस् राम्रो हो त्यो अलिकति त्यो उसले गर्दा चाहिँ अलिकति बाटो उस भयो कि डिस्ट्र्याक्ट भयो क्या बिचमा हो र त्यही हो तपाईँहरू हेर्न सक्नुहुन्छ अब पहिरो डेन्जर गयो अनि यो चाहिँ अब उस भइहाल्यो सेफ ड्राइभ भन्ने उस गरेँ है यहाँ फेरि तल रहेछ यस्तै हो कि बाटो रहेछ कि बाटो तल राम्रो लाग्यो अनि अफरोड पनि गइयो है अब फेरि राम्रो बाटो आयो है राम्रो बाटो आउँदा फेरि राम्रो चलाइन्छ नि त यही हो Your face, your eyes, exploring my eyes. पुरै बाटो लाग्यो कि गाडी लाग्यो होरले टाढोको बाटो आएको अनि खै के ठाउँ आयो थाहै भएन गुरुङ राडो घोडा कार्यालय उठ्नु आएछ बजेट विनियोजन चाहिँ यहाँ कोट टाँसेको रहेछ वाट भ्यू यार यस्तो बवाल भ्यू के यार नेपाल हो यार स्विजरल्यान्डभन्दा कम छैन यार स्विजरल्यान्डलाई क्लब हानिदिन्छ वास्तव भन्ने भयो यस्तो ठाउँ हो कि नेपाल अनि सक्छ कसैले हेर न यस्तो बवाल हो यार जो नेपाल पुरै पुलिस रहेछ कि फेरि मामाजीको ठाउँ हो कि तपाईँ हाय तेरिका हाय ओ माई गॉड यार बाटो बेसी सहर नगरपालिका हार्दिक स्वागत गर्दछु ल फाइनली आइसक्यो है बेसी सहरको चाहिँ अनि ठाउँमा चाहिँ यस्तो रहेछ आई डोन्ट नो यो चाहिँ के हो खास है माथिको त्यो बाटो हो कि यो खास सिँचाइको लागि हो कि के को लागि हो तर यार सिँचाइको लागि रहेछ मैले त्यो कस्तो भयो सो अब चाहिँ हामी बेसी सहर पुग्नलाई हामी धेरै छैनौँ थोरै मात्रामा तेरिका यारमा कति टाढो हो टाढा रहेछ हौ अलिकति के भन्ने यार हल्का टाढा चाहिँ रहेछ अनि त्यो झर्ना हो आई थिङ्क झर्नै हुनुपर्छ यो वाटरफल हुनुपर्छ हो रहेछ झर्ना
माथिबाट आएर त्यो झर्ना रहेछ। Finally, this is alright video. म चाहिँ अहिले बेसी alright video. बाटो alright. यो चाहिँ बेसी चल्यो. म चाहिँ I don't do that. Unexpected. आयो यार बेसी सरे बेसी सरे बेसी सरे मस्त खाजा यार बढिया गरीब रहेछ यार खाजा नगरेर कस्तो भोक लागिरहेको यार भोक लाग्यो यार खाना खाने भनेको यार ओ यार यही रहेछ सेट यसो खाजा खायो भनेको यार पानको दोकान हेरेर अरे
पर्दैन ल पविन पनि भेटियो साथी पनि कहाँ आउने बोलाउँदैन यार कति टाढा आइपुगेको त कहाँ थियो त नि तिमी चाहिँ होइन भर्खर आइपुगेको गएर उता पेट्रोल भरेर फर्किरहेको त आफू देख्छ अनि पछाडि आइराखेको म त होइन यार कस्तो म फेरि नउस्ने अरेको पछाडि टिट हान्छ यसो हेरेको त अनि ठ्याक्कै चिनेको गाउँ जाने कहाँ आफूको पानी घरि खाइन होला डेन्जर हिलो छ बाटोमा त धेरै बाटोमा चाहिँ छैन म छक परेर त्यत्रो घोडा यति त मेरो चिसो थियो यो बाटोमा एक गियरमा उस गरेर अनि एक लिगमा हालेको जाने बेला कसरी जाने भइरहेको ट्याक्सी त पक्का बगाउँछ ल्याएर त्यो ट्याक्सी कसरी घर त पानी परेन भने त खोला पनि धमिलो यहाँ भिडियोमा पल्लाएर होला पनि बाटो त फेरि मस्त छ नि त होइन कुन देशमा रे येमा कुन चाहिँ काम तल
अब चाहिँ हामी मबिनको घरतिर लागेको। सो उनीहरूको घरतिर चाहिँ आज हामी बजार रे यो चाहिँ है। गुदी बजार साइड यो चाहिँ उस भइहाल्यो। अनि मर्सानी गाउँपालिका मनाङको चाहिँ एकदम फेमस ठाउँ है। यो चाहिँ मोस्ट पपुलर ठाउँ र एकदम फेमस छ यो ठाउँ चाहिँ अनेस्टी भन्दा। अनि हजुर होइन म त हजुरले अब उस गर्नुभएछ त बोलाउनु भयो होला भनेको। होइन उता नि टडक थियो अनि रोक्यो अनि अनि के त्यसले ब्रेक हानेर गाडी पनि हेर्नु पऱ्यो हिँड्दाखेरि। लाइसेन्स दिएछु सर। कहाँबाट म पोखराबाट छु। अहिले घर जाँदै हो। घर त भागिरह्यो। घर त यहाँ साथीको घर हो। गइसक्यो साथीहरू भेट्छ कि जान्छ। गाली गरिहाल्यो नि। हुन त हाम्रै लागि गाली गरे हो। त्यसमा केही छैन। बित्थै रोकाए यार। पुलिसले डेन्जर रोकायो के। डकुमेन्ट माग्यो अनि डकुमेन्ट दियो अनि त्यसपछि अनि वहीँबाट रोक भनिरहेको थियो भनिरहेको थियो। टडक निस्किया रहेछ नि त अनि त्यही भएर रहेछ क्या। सुरु भयो ल गाइस ट्रनेल यार। नाइस यार। अनुभव जिन्दगीमा अनुभव है। आफू एक्साइटेड थियो यार लास्ट यार। ल फाइनली टर्निल पनि हामी गऱ्यौँ। ल कस्तो बल हो त नि। टर्नेल रहेछ त यार। टर्नेल रहेछ है। टर्नेल रहेछ नि त नि। ओके दामी रहेछ यार। सबैजना पुग्छन्। यसले चाहिँ रोक्न सक्छ होटेल रहेछ। मिस गर्नु हुँदैन नि अन्त
नगर अनि त्यही हो भन्दा त अरू त केही छैन अहिले माथि यो भने खतरा खतरा झर्ना आउँछ है अहिले अहिलेको चाहिँ हाम्रो गाउँ पुगेपछि के बाइक यहीँ राख्दै हुन्छ होला है ल है यो चाहिँ मेरो बाइक र चाहिँ जानु लाग्यो ल अब चाहिँ फाइनली हामी चाहिँ अब झर्नातिर लाग्यो झर्ना यही छ र यहाँ साथीहरू छ यो चाहिँ झर्नाको सानो नमुना यो चाहिँ सानो नमुना हो झर्नाको नमुना त्यही हो क्या गुड मर्निङ एडभान्स सबजनालाई फेरि पनि अब रिटर्न कम ब्याक हुँदैछु म फेरि पोखरा सो बाटो चाहिँ यस्तो छ है मुस्ताङ गएर आएको म चाहिँ अहिले लगभग टाइम खासै भएको चाहिँ छैन है तर अहिले चाहिँ मुस्ताङबाट आएको अनि बाटो नि यस्तै रहेछ हल्का धुस टाइपको बाटो चाहिँ आएको डेन्जर कि अब हिजो डेन्जर छिटो आयो भनेको बाटो अलिक होस् रहेछ कि हेर न यस्तो दामी यार माथि चाहिँ निर्माण कार्य सुरु भइरहेको रहेछ सो बाटो चाहिँ हुनुभन्दा धेरै यस्तो हो क्या के भन्ने यार बाटो हल्का ढुस टाइपकै छ अनि त्यही हो सबजनालाई भिडियो चाहिँ हेरेर चाहिँ सबले माया गरिदिनु होला त्यो चाहिँ तल फेरि मर्स्याङ्दी खोला आयो फेरि डेन्जर के तल मर्स्याङ्दी खोला अनि ल गाइज है त अब एकैचोटि बेसी सहर लमजुङ बेसी सहरमा गएर भेटौँला है सबलाई गुड मर्निङ है त्यो है अहिले सो फाइनली अहिले चाहिँ म फर्किसकेको छु
गाडी जानु हुँदैन थाकेको यार अब यति चढ्दा थाक्छ यार म यहाँ थाक पुरै बिग्रियो होला यार अर्को यहाँ सुन्छ है हेर त So, what a view यार बास घुसिरहा है बहुत आइपुगे भ्याटिङ आइरहेको छ अहिले चाहिँ म यो स्याङ्गे भन्ने झरनामा आइपुगेँ झरनाको भ्यू हेर्नुहुन्छ यहाँनिर चाहिँ पुरा ऱ्याम्बो लगाइरहेको छ कि अहिले आमा यस्तो बल यार यो पनि यार अक्टोबर झरना यो अगाडितिरको बल झरना थियो माथि चाहिँ हिमाल छ फेरि गाइस त्यो माथि चाहिँ हिमाल हो अनि यो चाहिँ झरना भयो यस्तो हो ल अब चाहिँ म पोखरा फर्केको आज चाहिँ म पोखरा फर्किनै पर्ने हुन्छ त्यही भएर चाहिँ अहिले पोखरा फर्केको ल लोकेसन चाहिँ यही हो अघि हेर्नुभयो होला है ल सबैजनालाई बाई इन्जोय
बाटो चाहिँ एकदम भयङ्कर रहेछ यार थेरिका कतिखेर पुग्ने हो बेसी छ अहिले चाहिँ म यहाँ उसमा फेरि यहाँ आउँदैन यस्तोमा त 220 राजा हो क्या जसले जति जेसुके जति नै खोग्यो भने हेर नि यहाँ बाटो कस्तो यहाँ ठाडै उकालो छलिन्छ त नि डेन्जर उकालो भनेको यार हिजो कसरी आएको म आमा साथीहरू चाहिँ जम भन्थ्यो जम न त मेरो घर भनेको अरे ल अन्त ल नजिकै होला भनेर आइदिएको त आमा है तर चाहिँ होस् एक्सप्लोर चाहिँ बवाल गरियो अनि अलिकति बाटो चाहिँ अलि क्लोज रहेछ कि हुन त अब यतिको उसमा अब यतिको बाटो ठिकै हो तर कतै कतै त्यो हिलो भएको ठाउँहरू त माया लास पत्तुर हो क्या बाटो के कति ठाउँ जाउँ के अरे उस भयो यार बाइक रोक्यो यार होइन तर जस फाइनली अहिले चाहिँ अब फर्किँदैछु हेर न रनिङ कहाँ यहीँबाट रनिङ पनि आमा साँच्ची ड्रोन सट हान्यो भने त बल देख्छ होला यहाँ त एक्लै आएको कि फेरि म फेरि अहिले फेरि फर्किने बेला एक्लै आएको फेरि साथी चाहिँ अब गाउँ बसिहाल्यो के अरे अनि फर्किने बेला फेरि एक्लै फेरि यसो एनएस फेरि डेन्जर चिप्लिन्छ क्या यस्तो उसतिर अनि अहिले चाहिँ त्यो फर्किदियो त्यो सानैबाट पढ्यो सँगै पढेको साथी हो क्या हामी फेरि र म चाहिँ अनि त्यही यसो गरेको मात्र थियो भेट्न आएको साथीलाई हिजो छुट्टी थियो नि त मेरो अनि होलिडे थियो अनि त्यही भएर अनि यसो भेट्न आएको अनि भेट्न आउने बेला यसो जाउँ न त मेरो घर अङ्कलले बोलाउनु भयो भनेर अनि बाटो चाहिँ डेन्जर डुस रहेछ क्या गाइज यो पहिरोको ठाउँ अनि म यहाँबाट यस्तै सर र तल गइसक्थेँ म यो भोल्टार भन्ने यही रहेछ अनि म चाहिँ यहीँ सिग्नल खाँदैछु सो हाम्रो चाहिँ यसको यो सक्यो त्यही भएर ब्रेक लागेन पुरै सक्यो है किन ब्रेक नलाग्यो यार डिस्प्लेड मतलब ए ब्रेक सेट कति पर्छ स्प्रेड गयो भने यसो हालिदिउँ न त ल यो चाहिँ ठिक रहेछ डिस्प्लेड गएछ बाइकको जाने नि गयो होला किन नजाने यार बाटो